नमस्कार दर्शक महानुभावहरू, यहाँलाई आगम टिभीमा हार्दिक स्वागत गर्दछु। विक्रम सम्वत 2081 साल तुला राशिका लागि कस्तो रहनेछ भन्ने जानकारी लिएर यो भिडियो यहाँहरूमा प्रस्तुत गर्ने जमर्को गरेको छु। त तुला राशिको स्वामी शुक्रदेवको नमन गर्दै विक्रम सम्वत 2081 सालको तुला राशिको वार्षिक राशिफलको जानकारी दिन गइरहेको छु। त दर्शक महानुभावहरू, तपाईको विक्रम सम्वत 2081 सालको पञ्चाङ्गलाई हेर्ने भने वर्ष लग्न कुण्डली, त्यस्तै गरी जग लग्न कुण्डलीको सुरुवात धनु लग्नबाट सुरुवात भएर यसको स्वामी पञ्चम भावमा गएर बृहस्पति बसेको देख्न सकिन्छ। त्यसैले तुला राशि हुनुभएका जो दर्शक महानुभावहरू हुनुहुन्छ, यहाँहरूका लागि 81 साल फलदायी वर्ष रहनेछ। राहु शुभ रहनाले आम्दानीका स्रोतहरू बढ्ने, लक्ष्मी प्राप्त हुने, सुख सन्तोष मिल्ने खालको समय यहाँहरूका लागि रहनेछ भने यो वर्ष बृहस्पति शनि केतु अशुभ रहेकाले स्वास्थ्यमा पीडा हुने, एउटा मानहानि हुन सक्ने, भय त्रास अनि शत्रु वृद्धि चोटपटकको भए धनहानि हुन सक्ने समयहरू रहन सक्नेछ। अन्त शनि गुरु र केतुको तपाईहरूले शान्ति गर्नुभयो, च्यान्टिङ मन्त्रहरू गरिदिनु भयो भने यहाँहरूको लागि शुभ फलदायी समय रहनेछ। त विशेष गरी जो दर्शक महानुभावहरू तुला राशि हुनुभएको छ, यहाँहरूको लागि अलिकति यात्राको समय, पाप पुण्य, विवेकता, उदारता, त्यस्तै गरी एउटा आदर्श पिता पुत्रको रूपमा व्यतीत गर्ने समय यहाँहरूका लागि रहनेछ भने जो दर्शक महानुभावहरू तुला राशि हुनुहुन्छ त अवश्य पनि तपाईहरू विशेष गरी तपाईँ इन्सुरेन्स लोन सेक्टरका डिपार्टमेन्ट क्षेत्रमा काम गर्नुहुन्छ, डिजास्टर रिस्क म्यानेजमेन्टका सेक्टर क्षेत्रमा काम गर्नुहुन्छ भने अवश्य पनि जोखिम मोल दिनुभयो भने यहाँहरूका लागि चाहिँ राम्रो हुने खालको समय तुला राशिहरूको लागि रहेको छ। त अवश्य पनि एउटा महिनाको हिसाबमा सूर्य कुण्डलीलाई आधार लिएर गणना गर्दाखेरि वैशाखमा यहाँलाई यात्रा गराउने, खर्च वृद्धि हुने खालको समय देखिन्छ भने ज्येष्ठमा स्वास्थ्य सम्बन्धी समस्याहरू आउने, पारिवारिक चिन्ता हुने समय देखिन्छ। त्यस्तै गरी असारमा पाप कर्ममा मन जाने, मान सम्मानमा असर पर्ने जस्तो समय यहाँहरूको लागि रहनेछ। साउनमा कार्य सफलता र सुख बढ्ने, भदौमा धन र सुख दुवै मिल्ने खालको समय यहाँहरूको लागि रहनेछ भने असोजमा गएर खर्च वृद्धि हुने, अलिकति पीडा खप्नु पर्ने खालको समय यहाँहरूको लागि रहनेछ। त्यस्तै दर्शक महानुभावहरू कार्तिकमा स्थान परिवर्तन, यात्रा गराउने, त्यस्तै गरी मङ्सिरमा हानि नोक्सानी हुने, पुसमा सुख प्राप्ति हुने र आकस्मिक लाभ हुन सक्ने खालको समय रहन्छ भने माघमा गएर अलिकति माननाश अथवा स्वास्थ्य सम्बन्धी समस्याहरू रहन सक्ने भएकाले विशेष ध्यान दिएर अगाडि बढ्नु होला। त्यस्तै फागुनमा आर्थिक सङ्कट र चैतमा सुख वृद्धि हुन सक्ने, शत्रुनाश हुने, तपाईँको विजय हुन सक्ने खालको समय रहनेछ भने पठन पाठनका कार्यहरू यो वर्ष अलिकति कमजोर र अधुरो रहेकाले अवश्य पनि अलिक बढी इनपुट दिएर अगाडि बढ्नुभयो भने यहाँहरूको लागि राम्रो हुनेछ। त्यसै गरी वैदेशिक क्षेत्रमा जो ट्राई गर्दै हुनुहुन्छ, जान खोज्दै हुनुहुन्छ या काम गर्नुहुन्छ, यहाँहरूका लागि भने औसत फलदायी समय रहनेछ। नोकरीमा सामान्य रहे पनि व्यापारिक क्षेत्रमा प्रशस्तै लाभ लिन सक्ने समय यहाँहरूका लागि रहनेछ। त अवश्य पनि जो दर्शक महानुभावहरू तुला राशि हुनुभएको छ, यदि यहाँहरूको जन्म पत्रिकामा शुक्र ग्रह चाहिँ कारक छ, केन्द्रमा गएर बसेको छ भने अवश्य पनि यहाँहरूले विशेष गरी लकी नम्बर छान्दै हुनुहुन्छ भने 2 वा 7 नम्बर छानेर अगाडि बढिदिनु भयो भने यहाँका लागि राम्रो हुनेछ। त्यस्तै गरी दक्षिण पश्चिमको फैलावट कर्म क्षेत्रले यहाँलाई दीर्घकालीन एउटा फाइदा दिने, लाभ पुर्याउने खालको समय रहन्छ। त्यस्तै गरी कलरिङको कुरामा, कपडा लाउने कुरामा बढी क्रिम कलरहरू, पोलर व्हाइट कलरहरूको कपडाहरू यहाँले लगाइदिनु भयो भने पनि अवश्य यहाँहरूको लागि राम्रो हुनेछ। त्यसरी समग्रमा तुला राशि हुने महानुभावहरूको 2081 लाई हेर्दाखेरि एउटा सूर्य कुण्डलीका आधारमा हेर्दा, सूर्य राशिका आधारमा हेर्दा अवश्य पनि साउन, भदौ, पुस र चैत महिना आर्थिक र सामाजिक प्रभाव बढ्ने देखिन्छ भने ज्येष्ठ, असोज, माघ महिना अलिक प्रतिकूल रहने भएकाले विशेष गरी खानपिन, यात्रा, त्यस्तै गरी व्यवहारिक लेनदेनहरूमा विशेष ध्यान दिएर अगाडि बढिदिनु भयो भने यहाँहरूको समय औसत रहनेछ। जानकारी कस्तो लाग्यो? यदि यहाँहरू आफ्नो चिना कुण्डली देखाउन चाहनुहुन्छ, बनाउन चाहनुहुन्छ, रत्न वास्तु सम्बन्धी सेवा लिन चाहनुहुन्छ, त्यस्तै गरी पूर्वीय दर्शनका कुनै खोजी जिज्ञासा छन् भने पनि हामीहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। आजलाई भने यहाँहरूको समय उत्तम तरिकाले बितोस्, बहुजन हिताय एवं जन कल्याण गर्ने परिणाम मिलोस् भन्ने कामनाका साथ म प्रस्तुता भने बिदा माग्न चाहन्छु। नमस्कार।